एउटा कविता सुनाएर मात्र यो निर्णय यहाँहरू समक्ष म प्रस्तुत गर्ने अनुमति चाहन्छु। मैले एउटा कविता इन्जिनियर भाइ बहिनीलाई नै सम्बोधन गरेर हिजो मात्रै एउटा कविता नयाँ लेखेका थिएँ। त्यो कविता म यहाँ सुनाउँछु। मेरो कविताको शीर्षक हो एउटा प्रश्न तिमीलाई। तिमीले सुनेको सत्य हो, कविहरू भावुक हुन्छन्। देश दुख्दा अलि बढी नै दुख्छ तिनको हृदय। टोलाइरहन्छन् देशको व्यथितिप्रति, रसाइरहन्छ तिनको आँखाको डिल जन्मभूमिलाई उपेक्षा गर्नेहरूप्रति। हो, म त्यही भावनाले प्रतिदिन घाइते भएकी छु। त्यसैले तिम्रो सामु गर्दैछु एउटा अनुरोध। तिमीले तिम्रो किताबभित्र आफ्नो सपना मात्र पढेका छैनौ, पढेका छौ देशको नक्सा पनि। त्यही नक्साभित्र बारम्बार औल्याएका छौ काला पानी, लिबुलेक र लिम्पिया धुरा पनि। तिमीलाई थाहा छ देशको जग चर्किएको कुरा। त्यही चर्किएको जगमा तिमीले मिसाउनु छ कङ्क्रिटको बल। मक्किएको देशको भवनको गर्नु छ रेट्रोफिटिङ। डलरको उज्यालो देखेर पुतली घुमिए चाहिँ आम नफाल्नु है बत्तीमा। बनाउनु आफ्नै गाउँलाई उज्यालो। तिमीले सिकेका छौ त्यो दक्षता। तिम्रो हातमा नाप्ने स्केल छ। सम्झनु त्यही स्केलमा देशको भविष्य नाप्ने जिम्मेवारी अन्तर्निहित छ। अरूको देशमा तिम्रो पसिना पोखिँदा बन्नेछ त्यहाँको सडक बलियो, तर सट्टामा हुनेछ आफ्नै देशको खाडल झन्झन गहिरो। विकास देख्न र चेतनाको बिगुलले बिउज्याउन आफूलाई विदेश लगे पनि फर्कनु आफ्नै माटोमा श्रमको गीत गाउन। प्रदूषणले कालाम्बे पारेका नदी छेउहरूमा डकमक्क फुल फुलाउन। तिमी नफर्किए कसले बनाउला पुल, कसले जोड्ला पहिरोले चुडेको बाटो। यही माटोले खोजिरहनेछ तिम्रो सिपलाई। सकौँ हामीले यही देशमा सिस्टम बसाल्न। असम्भवका रेडिमेड जवाफलाई पराजित गरी सम्भवताको झन्डा फहराउन। तिम्रो इन्जिनियरिङको सबैभन्दा बढी खाँचो छ यहाँ। तिम्रो साहसको, तिम्रो दृढताको मसालले कलिला भाइ बहिनीको मुहारमा भरोसा जगाउनु छ। के तिमी नयाँ युगको प्रमिथस बन्न सक्छौ? धन्यवाद।